मजा एकदम एकदम बिल्कुल मजा यस्तै मजा हुनु पर्यो नेपालमा नि यस्तै गराउनु पर्यो सबैजना मिलेर बस हेलो गाइज हाउ आर यू हामी चाहिँ आज आबुधाबी डेजर्ट घुम्न जाने तयारीमा कम्पनीको तर्फबाट हल्का तयारी हुँदै तल अब जाने क्रममा त्यसपछि तल गएर भेट्यो भने गाडी लिन आउँछ त्यसपछि हेलो हामी चाहिँ दुबईदेखि आबुधाबी आइपुग्यौँ डेजर्ट सफारीको लागि। अब चाहिँ आइपुगेको हो कि जस्तो लागिरहेछ। अब घरहरू चाहिँ हो कि जस्तो लागिरहेछ। हामीहरू चाहिँ डेजर्टमा आइसकेको अवस्था, साथीभाइहरू पनि भेट भएको अवस्था। अब हामी चाहिँ जाँदैछौँ बालुवामा लङ सफारी गरेर। केटाहरू हामी चाहिँ डेजर्ट सफारीको यात्रा गर्दै आज नयाँ अनुभव चाहिँ My God! संदीप भाई बोलो कैसे लग रहा है? अरे खतरनाक एकदम में खतरनाक जुन देशमा जे छ त्यही मजा लिने हो। हाम्रो पनि यस्तो चाहिँ मुस्ताङमा नेपालमा चाहिँ मुस्ताङमा यस्तै भइदिएको है। खतरा 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 दामी। गाडी चाहिँ हाम्रो त्यो गाडीमा आएको गाडी त्यहाँ पल्टिला जस्तो भएको छ। फर्काउँदैछ गाडी। मलाई एकदमै मजा आइरहेछ। मलाई चाहिँ दिमागमा यो देख्दाखेरि के लागिरहेछ भने नेपालमा पनि यस्तै गरी प्रमोट गर्न पाए। यसरी नै नेपालमा भएको अनेकन डाँडा काँडा पहरा विशेष गरी मनाङ मुस्ताङलाई अब जहाँ जे छ त्यही देखाउने त हो नि। अब यहाँ बालुवा छ, बालुवा देखाएको छ, बालुवामा घुमा छ। हामीहरूमा अब हिउँ छ, माटो छ, पहाड छ हो, ढुङ्गा माटो जे छ त्यसैमा यसरी नै पर्यटन विकास गर्न पाए राम्रो हुन्थ्यो भन्ने मेरो चाहिँ सुझाव हो। हाम्रो साथीहरू फोटोसुट गर्ने क्रममा। हेलो हेलो गाइज, यो चाहिँ होइन अलिकति भन्न आउँदैन कि फेरि मलाई एकदम दामी छ होइन। हाम्रो हिरो जस्तो भाइ यहाँ चस्मा लाउँदैछन् फोटो खिच्दा कस्तो लागिरहेछ? चस्मा लगाउन जी हो कि नारायण भाइ दामी, हाम्रो दिपक भाइ दामी दामी, सन्देश भाइ खै ए हेलो एभ्रीवन हाउ आर यु आई एम फ्रम नेपाल हो कि मजा एकदम एकदम बिल्कुल मजा यस्तै मजा हुनु पर्यो नेपालमा नि यस्तै गराउनु पर्यो सबैजना मिलेर बस। हाम्रो यता फेरि अलग्गै स्टाइलको भ्लगिङ चलिरहेको छ। हाम्रो यहाँ सन्देश भाइ केही जाओस्, दुईटा कुरा जाओस् होइन। यो दुईटा कुरा मुस्ताङको पनि यस्तै जग्गा छ कि मुस्ताङबाट हाम्रो पनि एकदम यो यस्तै बनाएर पर्यटन भित्राउन सकिन्छ नै। अनि अब यो सरकारलाई चाहिँ के भन्न चाहन्छु भने यस्तै गरेर हाम्रो पनि यस्तै यस्तै बनाएर पर्यटकहरू भित्राउनुहोस् भन्न चाहन्छु। यहाँ चाहिँ खेल भइरहेको छ, मान्छेहरूको भिडभाड यता। त्यहाँ पछाडि चाहिँ बाइक राइडिङ भइरहेछ हो भाइहरू।
बेला हेऱ्यो अब साँझ पनि परिसक्यो